मजाले सुतिरहन्छु अब एकछिन। कस्तो चिसो हावा आउँदैछ नदीको छेउमा। यसरी ठ्याक्क ताराङको छेउमा सुत्न कम राम्रो, छेउछाउमा जङ्गल, चिसो हावा। आहा, यसरी कामसाम नगरिकन टन्नै सुत्न पायो भने केबाट जिउन लाग्छ त हौ। आहा, फेरि यो कहाँबाट चाहिँ यता हिँड्दै हिँड्दै नदीतिर आएको यो केटी होइन। आज कसको चाहिँ मुख देखिएछ, बिहानै साह्रै दिन राम्रो जाने भयो यार। हेर न मर्न आँटेको खुब चम्केर छैन, कहिले केटीतिर नदेख्न नपाएको जोगी यो नदी उदी आएर सुतिरहेछ अहिले। चुप लगाएर घर बस्न छोडेर कहाँ हिँड्न हुँदैन अचल त, कहाँ हिँड्न हुँदैन हौ। जोगी, आ जोगी, ते के गर्दैछस्? छिटो छिटो घर हिँडेर तेरो आमाले बोलाइरहेको छिन् तँलाई। के भयो चिबे, के भयो? जाने त जाने। हेर न, म यहाँ सुतिरहेको थिएँ, यो केटी आई, अब कसको मुख हेरेको भनेर मनमै भनेको त यसले सुनेछ। अनि कस्तो मनको कुरा पनि सुन्ने बुझाउने चिबे। टन्न सुत्नु पर्यो यहाँ, मजा चिसो हावा नदीको छेउमा भनेको कहाँबाट चाहिँ आइपुगे यिनीहरू। अनि तिमी चाहिँ किन यसरी आत्तिँदै आएको फेरि चिबे? घर तेरो आमाले बोलाइरहेको छिन्, तेरो बाउ आउने अरे आज दिल्लीदेखि। छिटो घर जा, घर के ल्याछन् खानेकुराहरू चाहिँ यसो मिलेर खानुपर्छ, बुझी जोगी? अनि आजको प्रोग्राम चाहिँ के छ भनिहाल, नभए फोन गर्नु मलाई। ल म पनि अब जानु पर्यो। यी बिहान यो जोगी र चिबेको मुख देखियो बेकारमा। म पनि बेकार यता आएको, बेकारी अलक्षिणीहरूले गर्दा दिनै खराब जाने भयो। उसलाई कसैले जा भने जस्तै नि नाटक हेर्नुपर्छ आजकल केटाकेटीहरूको पनि, होइन भने चिबे? जा गइहाल। ए आज त बाबु आउँछन्, अब के ल्याउने हुन्, आज त पार्टी हुन्छ पार्टी। ल त साथी, हो भिडियो यति नै हो। राम्रो लाग्यो लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला र अगाडि पनि शेयर गरेर धेरै फलोवर्सहरू बढाइदिनु होला। धन्यवाद, थ्याङ्क यू फर वाचिङ।